I knew how my first sem went, but I started wondering, did everyone else feel the same way? मिस स्मृति यता सुन्नुहोस् त ल भन त तिम्रो मिस तिम्रो सेम 1 मा कस्तो भयो एक्सपिरियन्स सेम 1 मा कस्तो सेम 2 मा हुन्छ मेरो कमब्याक वाउ है ल कमब्याकको लागि हामी पनि रेडी छौँ है ल बाइ बाइ मिस प्राप्ति दुला भन त तिम्रो सेम 1 को कस्तो भयो एक्सपिरियन्स सेम 1 को एक्सपिरियन्स कस्तो थियो भन्दिउ न सबैलाई ऊ चाहिँ मेरो रुममेट ल तिमी भन्दै त तिम्रो सेम 1 को एक्सपिरियन्स कस्तो थियो कस्तो भयो तिम्रो सेम 1 एकदम फ्यान्टास्टिक वन्डरफुल फ्याबुलस भन्नु मिल्दैन एकदमै नराम्रो घटिया जति आजसम्म नराम्रो गएको छ सबभन्दा नराम्रो यही हो हैन अनि म यतिको छु कि म एक्सप्रेस गर्न सक्दिनँ सो म केही सुनाउँछु त्यसले मेरो सबै कुरा एक्सप्रेस गर्छ त्यही हो अनि त्यसपछि अनि अब चाहिँ हाम्रो सबैको कमब्याक हुन्छ अनि कमब्याकको लागि पनि म केही सुनाउन चाहन्छु तैयारी हो गई है अब रोक नहीं सकता कोई वाह 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 ल म एकदमै धेरै तिम्रो उयोमा तिम्रो कमब्याकको लागि एकदमै एक्साइटेड छु है त तिम्रो पनि उहाँले चाहिँ सबलाई सोध्नु भयो सो उहाँको के भन अब ल कस्तो भयो तिम्रो सेम 1 को एक्सपिरियन्स भन सेम 1 सकिसक्यो सेम 1 What? ओभर एक्टिङ के 10 रुपैयाँ काट्यो भाइ Hey everyone, let's directly get to the point. So in my previous video I just talked about bringing part 2, and so this is the part 2 of my experience and first sem. So those were the previous clips were of my friends talking about their experience in their first sem. So now let's talk about my personal opinions in this first sem. So I start going ke bata bhanda chai how I performed overall. So overall ko kura garda chai I would say satisfied भन्दा नि ज्यादा चाहिँ I was more like disappointed in myself because मैले सानो यति सिली नृत्य गरेको छु which I did not hope from me, and I'd rather say more I was humbled. This first sem literally humbled me, and the surprising thing to find out, at least for me, was that theories aren't that scary, not as much as practicals. Practicals ma ke garnu cha, there are so many things to do like experiment, spotters, that too in 2 minutes. Oh my god 2 minutes, and then there's viva, and the main thing for me is के भन्दा चाहिँ थ्योरी हाम्रो चाहिँ कस्तो हुँदो रहेछ भन्दा थ्योरी सुरुमा हुँदो रहेछ, थ्योरी एक्जाम हुँदो रहेछ अनि मात्र प्र्याक्टिकल हुँदो रहेछ. त्यसको बिचमा पनि हाम्रो चाहिँ लाइक 3 to 4 डेजको होलिडे थियो. आई मिन नट रियली होलिडे बट छुट्टी थियो. सो अब अटोमेटिकली के हुन्छ भन्दा चाहिँ मेरो माइन्डले के सोच्न थाल्छ भन्दा चाहिँ थ्योरी एक्जाम सक्यो भनेपछि हाम्रो एक्जाम नै सक्यो. सो त्यसपछि चाहिँ अलिक पढ्ने मन हुँदैन, त्यस्तो लाइक कन्सन्ट्रेसन नै गइसक्छ, फोकस हुँदैन, पढ्नै मन लाग्दैन, यताउता हुने गर्छ. किनभने हाम्रो यो एमबिबिएसमा आउनुभन्दा अगाडि के हुन्थ्यो भन्दाखेरि चाहिँ वी युज टु ह्याभ holidays, a long holiday, not so much long, but still there will be holidays right after our exams ended. So yeah, the students practical exams, they are still there. So they honestly practicals were very stressful for me. Practical alikati fun banane alikati maja lagne चाहिँ के मात्र थियो भने त्यसको एक्सपेरिमेन्ट पार्ट, किनभने एक्सपेरिमेन्ट पार्टमा त्यो ग्राम स्टेनिङहरु भयो, त्यो हेमोग्लोबिन एस्टिमेसनहरु तिनीहरु चाहिँ अलिकति चाहिँ मोर इन्ट्रेस्टिङ थियो. तर तिनीहरु बाहेक स्पटर्सहरु भयो, भाइभा, I don't like them all. I don't like them at all. Maybe because मैले त्यस्तो साह्रो मजाले पढेको छुइनँ, or I don't know what is that. मलाई एक्सपेरिमेन्ट मात्र गर्न मन लाग्थ्यो र त्यसमै मात्र मलाई अलिकति मजा लाग्थ्यो. And this thing called Viva, I don't know who discovered that, but that thing literally stressed the shit out of me. Anyways, मैले के भन्न खोजेको भन्दा चाहिँ Viva चाहिँ it depends more on confidence and the way you answer भन्ने कुरा मैले थाहा पाएँ.
किनभने मेरो फिजियो प्र्याक्टिकल माने मेरो फिजियो भाइभाको बेलामा के भयो भन्दा म्याम आस्क्ड मी one question. It was about the definition of positive feedback mechanism. अनि त्यसमा मैले मैले कस्तो एन्सर दिएँ तर मैले एन्सर दिइरहेको थिएँ मैले त नै पढेको थिएँ आई न्यू द एन्सर सो मैले एन्सर दिएँ बट हियर reverses the direction of change. This word यति भन्न मैले सकेँ. I literally could not speak. I was so much nervous that I could not say कि reverses the direction of change यति भन्न नसकेको कारणले म्याम just told me that you're wrong. अनि त्यतिखेर I realized कि मैले पढेको थिएँ मैले के भन्न चाहिँ के भने मेरो मुखबाट निस्केन त्यो शब्द like what the heck was that? What did I do? How can I just make so much simple mistake? जुन डेफिनेसन मैले सबैभन्दा पहिले पढेको थिएँ सबभन्दा मजाले एन्ड सबभन्दा सुरुमा पढेको डेफिनेसन नै मैले भन्न सकिनँ भाइभामा only because I was very less confident and I was very much nervous. Thing is, I never expected that I would be doing my homeworks and practical works, those practical files in between the classes. I actually never expected that. But after coming here, after joining MBBS, I've started doing that. Because time manage गर्न त पर्यो time manage कसरी गर्ने I have very little idea about that. So as my rest of the classmates, I also started doing those works in between the classes. So as far as I know myself and as far as I think, there are two mistakes which I did in my first sem. के हो त अब त्यो mistakes भन्दाखेरि चाहिँ first one is I focused too much on one subject. सुरुमा like हाम्रो sem 1 start भएको 2 to 3 months मा चाहिँ and like 2 months जति हुँदाखेरि चाहिँ I just focused on patho. There was only one subject for me that existed, I think, and that was just patho. But guess what? भाइभामा I could not like हाम्रो चाहिँ दुईजना टिचरले चाहिँ भाइभा लिनुभएको थियो बट एकजना टिचरकोमा चाहिँ मेरो राम्रै गयो भाइभा त्यो चाहिँ पेपर गर्नुवाला थियो बिकज सुरुमा सेम 1 को सुरुमा त मैले सबै नै मजाले नै पढिरहेको थिएँ तर पेपर 2 वाला चाहिँ अर्को एकजना सरले लिनुभएको थियो भाइभा हो त्यसमा चाहिँ आई डिड नट डु वेल द्याट सब्जेक्ट जसमा मैले धेरै ज्यादा फोकस गरेको थिएँ जस्तो लाग्छ मलाई जुन मलाई एकदमै मन पर्थ्यो सुरुमा द्याट सब्जेक्ट कल्ड प्याथो आई डिड नट डु वेल इन द्याट इन भाइभा. Another mistake is not practicing enough Viva questions. Viva questions are money lot, but I never practiced. I never focused on them. So maybe that is also the reason why my Viva did not go well. Talking about my expectation, there was one major expectation from me, from myself. That was as soon as I joined MBBS, I'll start doing revision from the day one. I'll just revise. I'll just follow my routine. जुन मैले routine बनाएको छु त्यसलाई म follow गर्छु एकदम strict हुन्छु revise गर्छु र पछि so that I won't regret. यो वाला जुन मैले expectation राखेको थिएँ नि that was no, I could not. I did not do it. It was all my fault. I know. I can admit that it was my fault for not following that routine. तर त्यो गरेर नै साध्य भएन क्या किनभने पछि चाहिँ प्र्याक्टिकल्सहरू स्टार्ट भयो त्यसपछि त टाइम म्यानेजमेन्ट गर्न गाह्रो भयो सो रिभिजन पनि त्यसपछि मलाई गर्न अलिकति अल्छी लाग्न थाल्यो मलाई पक्का लाग्न थाल्यो सो द्याट इज वाइ मैले गर्न छोडेँ तर मेरो एक्सपेक्टेसन थियो म बिलिभ गर्थेँ कि आई वुड डु द्याट म रिभिजन गर्छु होला डे 1 देखि म एकदमै मिहिनेत गरेर पढ्छु होला जस्तो लाग्थ्यो आई डोन्ट नो तर कि मेरो एक्सपेक्टेसन मेजर एक्सपेक्टेसन नै त्यही थियो कि म जान्छु मजाले पढ्छु सबै टाइमली होमवर्क गर्छु रिभिजन गर्छु सबै थोक टाइमली पर्फेक्ट गर्ने आई थिङ्क आई वाज फोकसिङ मोर अन पर्फेक्सनिजम एन्ड आई डिड अ लिटल बिट रिसर्च एन्ड आई जस्ट फाउन्ड आउट द्याट देयर इज अ वर्ड इक्वानिमिटी द वर्ड इज इक्वानिमिटी सो दिस वर्ड इक्वानिमिटी is the right word for me अहिलेको लागि because मैले exam दिएँ I get my exams practical theory viva and all I get my exams I don't expect much from them and I don't want to worry about my results too I just want to live in the moment right now
अहिले रिजल्टको बारेमा ज्यादा स्ट्रेस लिन चाहन्न त्यो रिजल्ट आउँछ आओस् जस्तो हुन्छ मैले जस्तो एक्जाम दिएको छु त्यस्तै त आउँछ नि रिजल्ट सो आई डोन्ट वान्ट टु वरी अबाउट होस् अहिलेलाई चाहिँ आई जस्ट वान्ट टु फोकस अन द राइट मोमेन्ट राइट नाउ द मोमेन्ट राइट नाउ so I actually learned a new word equanimity so I really like this word this fits to my situation right now अब सेम 2 को कुरा गर्दा सेम 2 चाहिँ स्टार्ट भइसक्यो it has already been 2 days अब सेम 2 मा म के गर्दैछु चाहिँ म अहिले भन्दिनँ I won't be telling about this but म के भन्छु भन्दा चाहिँ I will try to do my best in this semester in this second semester अब त फर्स्ट सेमबाट त we have already gained a little bit experience कि theory exam कस्तो हुन्छ भाइभा प्र्याक्टिकल कस्तो हुन्छ तिनीहरू सबैको एक्सपिरियन्स त पाइसक्यौँ सो त्यो एक्सपिरियन्सबाट अलिअलि केही सिकेर So with those experience I gained from semester 1, I'll try to improve myself, improve the semesters and so with the experience which I gained from my first semester, I hope and I'm thinking that maybe I can make my semester 2 pass well with lesser panic and कम्ती panic भएर नै यो semester 2 चाहिँ बिताउने मेरो goal छ but let's see what comes in this journey but so that's all in this video thank you for listening to me thank you bye bye